यो शीतल चिनीको बिउ मलाई यो गिभ मी सीड आई विल गिभ यू ट्रिज भन्ने मेरो क्याम्पेन छ। म हजुरहरूलाई रुख दिन्छु, हजुरहरूको मलाई बिउ दिनुहोस् भन्ने क्याम्पेन छ। त्यो मेरो अभियानका लागि आदरणीय कुमार अधिकारी दाजुले मलाई यो बिउ उपलब्ध गराइदिनु भएको छ। यो ओडिसी 3 भेराइटीको 1 मिटर लामो चाहिँ फल हुने खाले शीतल चिनी हो, जसलाई ओडिसी 3 मैले नाम दिएको छु लङ पड ब्ल्याक सीड भनेर चाहिँ नाम दिएको छु। यसको सीड पनि यसको बिउ पनि एकदमै ठुलो हुन्छ। जस्तो यो बिउ अरू बिउ भन्दा यसको बिउ हेर्दाखेरि एकदमै ठुलो हुन्छ। यो मैले चाहिँ उहाँलाई यो दिएको थिएँ हैन, उपहारको रूपमा, र उहाँले मलाई आज बिउ उपलब्ध गराइदिनु भएको छ। जस्तो यो एउटा यो पडमा एउटा फलमा केही भएन भने 20 वटा दाना चाहिँ हुन्छ। त्यो चाहिँ शीतल चिनीको गनेर पनि सक्ने 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 वटा, त्यसमा 20 वटा दाना छ। यस्तो यो लामो र यो शीतल चिनी मलाई यहाँबाट म डाक्टर लेवानलाई यहाँबाट सम्झिन चाहन्छु, जसले मलाई यो बिउ उपलब्ध गराउनु भयो। उहाँ चाहिँ यो उहाँको ग्लोबल पिस काउन्ट चाहिँ एउटा एजुकेसन भन्ने प्रोग्राम छ, त्यो अन्तर्गत मलाई उहाँले चाहिँ यो बाहिरबाट डाक्टर लेवानले चाहिँ बिउ पठाइदिनु भएको थियो। उहाँकै बिउ हो यो। र नेपालगञ्जमा यो 1 मिटर लामो चाहिँ हामीले धेरै ठाउँमा लगायौँ, तर खासै जागेन। यो निकै यो अलि गाह्रो नै हुन्छ जगाउन। र यो विशेष गरी मैले भेरी अस्पतालमा त्यहाँ छ, अन्जु म्यामले कहिले कहिले फेसबुकमा अथवा टिकटकमा हाल्ने गर्नुहुन्छ। अन्जु शाह एकजना म्याम हुनुहुन्छ, उहाँ चाहिँ भेरी अस्पतालको चाहिँ शीतल चिनी चाहिँ उहाँले त्यसलाई गर्नुभएको छ। त्यो पनि 1 मिटर लामो नै यो सेम भेराइटीको हो। र अर्को बेर्ना चाहिँ गुलरियामा छ। त्यो चाहिँ हाम्रो चाहिँ गुरु हुनुहुन्छ प्रभात सुवेदी, उहाँको घरमा छ। र यो एउटा अर्को चाहिँ खजुरामा छ। खजुरामा चाहिँ हरिदत्त पन्त दाजुको घरमा छ। यो ओडिसी 3 लङ पड भेराइटीको मैले हिजो मात्र 40-50 वटा दाना यो नवलपरासीको दाजु शुक्र रेग्मीज्यूलाई पठाएको छु। यही ओडिसी 3 भेराइटीको यो चाहिँ कहीँ पनि पाउँदैन होइन। यो डाक्टर लेवानले पनि पठाउँदाखेरि पनि उहाँले भन्नुभएको थियो यो स्पेसल हो हेमन्त, यसलाई चाहिँ आवश्यक पर्ने मात्र गर्नु होइन एकदम। र यहाँ सेम एउटा अर्को बिरुवा पनि, यसकै बिरुवा जमुना म्याम, हाम्रो चाहिँ जमुना केसी म्याम हुनुहुन्छ, वार्ड नम्बर 12 कोरेनपुरमा बस्नुहुन्छ। उहाँको घरमा पनि यो चाहिँ गजबसँग भएको छ। यो अलि अरूभन्दा फरक भेराइटी हो। यो यसको फल र पात निकै मिठो हुन्छ, फल पनि एकदमै मिठो अनि फलिरहन्छ। यो कोही शीतल चिनीको पारखी हुनुहुन्छ, 12 मासे फल चाहिन्छ भने तपाईँले चाहिँ यो ओडिसी 3 को जुन छ नि यो लङ भेराइटी पड छ, यो चाहिँ यो बिउ चाहिँ यो बेर्ना चाहिँ लगाउनुपर्छ। एउटा बेर्ना घरमा भयो भने तपाईँहरूलाई आफूलाई आवश्यक पर्ने होइन यो नियमित अचार खान सकियो होइन। अनि त्यसपछि गएर चाहिँ फलको तरकारी खान सकियो, अनि त्यस सँगसँगै पात पनि नियमित प्रयोग गर्न सकियो। पात पनि अति मिठो हुन्छ यसको पात अरूभन्दा धेरै फरक हुन्छ। यो बहुउपयोगी छ, बहुगुणी छ होइन। गिभ मी सीड आई विल गिभ यू ट्रिज मेरो हरित अभियानका लागि आदरणीय हाम्रो चाहिँ कुमार अधिकारी दाजु र माया भाउजू हुनुहुन्छ, माया हमाल भाउजू, उहाँहरूले चाहिँ मलाई यो बिउ राखिदिनु भएको थियो। र आज मैले आफैले बिरुवा दिएको थिएँ र आज यो बिउ उपहार पाएको छु। एउटा बिरुवा दिएको थिएँ, हजारौँ बिउ चाहिँ मैले उपहार, अझ यहाँ बाँकी छ, हजारौँ बिउ चाहिँ मैले उपहार पाएको छु। र यहीँबाट म दाइलाई सत नमन भन्न चाहन्छु। जय हरियाली।